namaste and welcome back to the channel. After a long time, I'm back to my YouTube channel. साथीहरु सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। एक्कासी म चाहिँ कहाँदेखि कहाँ पुगिरहेको छु। एकल यात्री म एक्लै यात्रा गरिरहेको छु। यस्तो छ गाइज मैले यात्रा गर्ने ठाउँ। वाउ, माथि पहाड कति ठुलो के। सो यतातिर पनि हेरौँ, तलतिर पनि हेरौँ यस्तो छ। र यतातिर पनि हेरौँ खोला। यस्तो राम्रो राम्रो खोला छ गाइस। वास्तवमा म जाँदैछु जाजरकोटकै अन्तिम गाउँ। यो गाउँबाट अर्को ठाउँ गयो भने, यो गाउँबाट क्रस गर्यो भने हाम्रो चाहिँ जुम्ला भेटिन्छ, जुम्ला। सो अझै भित्र जानुपर्ने हुन्छ। माथि बाप्रे पहाड कति अग्लो पहाड हो, कति अग्लो भिर हो। रोड चाहिँ गइरहेछ जान त, मान्छेको लागि मात्र रहेछ। फेरि गाडी चाहिँ आउँदो रहेनछ यो रोडमा। ओ चाहिँ हामी गाउँदेखि प्लान्टेसन साइडतिर निस्किँदैछौँ। हामी 25 जना जानुपर्ने हो। हामी तर 2-3 जना मात्रै छौँ अहिले, 4 जना जति छौँ। हाम्रो गाउँ चाहिँ यही हो। यो चाहिँ मुलसाम। हाम्रो चाहिँ माथितिर पहाडहरू छ, घरहरू यस्तो छ। अझै तलतिर पनि घरहरू टर्नै थियो। मान्छेहरू चाहिँ केही मान्छेहरू गइसक्नु भयो, कि बाँकी मात्रै हामी हिँडिरहेको छौँ अहिले। हामी गाउँदेखि प्लान्टेसन साइड केही समयभित्र पुगिहाल्यौँ। पुग्ने बित्तिकै त्यहाँ स्थानीयले देवी देवतालाई ध्वजा लगाइदिनु भयो। बर्खाको मौसम पानी पर्न थालिसकेको थियो। स्थानीयहरूले आफ्नो वासस्थान बनाउन थाल्नुभयो। हामीले यो ठाउँमा वासस्थान बनाउन खोजेका थियौँ, तर पानी यसको तलदेखि बग्न थाल्यो र हामी चेन्ज गरेर अर्को ठाउँमा वासस्थान बनाउनको लागि गयौँ। आगो पनि बलिरहेको छैन, पानी पनि ठुलो आइरह। हामी चाहिँ चिसोले यस्तै बसिरहेछौँ। गाह्रो छ गाइज हाम्रो पाटनमा काम गर्न। लेकमा आइसकेको छु। गोठमा पानी परेर जस हामीले गोठ मात्र लाग्ने काम गरेछौँ। गोठ मात्र टिमले बस्नको लागि के बनाउँदैछौ? बस्नको लागि बास बनाउँदैछ होइन। यहाँनिर हाम्रो सामान चाहिँ यहाँ छ है। यहाँनिर बनाउने हो। कहाँ यस्तो फेरि झाडी पनि बनाइदिने त। हामी चाहिँ झाडी फारेर यहाँ बस्ने ठाउँ बनाउँदैछौँ। अर्को गोठ चाहिँ त्यहाँनिर छ, त्यहाँनिर पनि बन्दैछ। त्यहाँनिर पनि हेरौँ। एउटा गोठ चाहिँ यहाँनिर बन्दैछ हाम्रो। बिस्तार बादमा बनिरहेछ। ए आज त यहाँ त बन्दै छ नि त। सो आज चाहिँ हाम्रो प्लान्टेसनको सेकेन्ड डे। हामी सेकेन्ड डेमा छ प्लान्टेसनको। जस्तो हाम्रो चाहिँ गोठ यहाँनिर हिजो राति गरेर पानीमा गोठ बनायौँ, बस्यौँ। अनि अब चाहिँ आज चाहिँ मौसम राम्रो छ, घाम लागिरहेको छ। अब मौसम राम्रो भइसकेपछि वरिपरिको भ्यू हेर्न पनि मजा आउँछ भन्ने सुन्नमा आएको थियो। लेट्स सी यहाँको भ्यू। वाउ दामी छ गाइस भ्यू चाहिँ। वाउ पारितिर चाहिँ हिमालहरू देखिरहेको छ। यो चाहिँ सबै हिमालहरू भइहाल्यो। वाउ यो हाम्रो चाहिँ बारीकोटदेखि देखिने हिमालहरू यहाँ चाहिँ यस्तो तरिकाले देखिने रहेछ। डिफ्रेन्ट एङ्गलबाट हेर्दाखेरि डिफ्रेन्ट नै देखिने रहेछ यो हिमालहरू होइन। सर लगाएर तलसम्म हिमालहरू छ। र हाम्रो गोठहरूमा चाहिँ ल आगो बलिसकेको छ। एउटा गोठमा पनि, त्यो अर्को गोठमा पनि आगो बलिसकेको छ। अब के पाक्छ लेट्स सी। पाकेपछि खाने अनि फेरि प्लान्टेसनमा जाने।
चाहिँ हामी दाउरा जाँदैछौँ दाउरा लिन र हाम्रो चाहिँ चार्जिङको व्यवस्था यस्तो छ घाम लागिसम्म मात्र चार्ज हुन्छ प्यानेलमा चाहिँ यस्तो राखेर होइन यहाँ चाहिँ हाम्रो सरले लगाउँदै हुनुहुन्छ भइरहेछ चार्ज भइरहेछ कि छैन दाउरा कस्तो रुखबाट ल्याउने कि भुइँको दाउरा त होइन अब चाहिँ हाम्रो बिहानको खाना सुरु हुन लागिरहेको छ कति बजी हाम्रो लगभग 8 बजे छ 8 बजे हामी बिहानको खाना खाँदैछौँ हाम्रो अङ्कलले हाल्दै हुन्छ खाना भात हाल्दै हुन्छ टल्ने होइन चाहिँ खाँदैछौँ मिलेर यस्तो छ हाम्रो लेकतिरको बसाइ मिठो छ खाना यहाँको खाना पनि मिठो पानी पनि मिठो हावापानी धेरै राम्रो छ खाना पानी सबै मिठो चिसो चिसो सान्डेसन बुझ सेकेन्ड डे स्टार्ट भइसकेको छ हामीले चाहिँ खाडल खन्दैछौँ बिरुवा आएपछि बिरुवालाई भन्यो अहिले चाहिँ खाडल मात्रै खन्दैछौँ यसरी हामी डे 1 डे 2 डे 3 गर्दै 10-15 दिन लगाएर हामीले 3400 मिटर उचाइ भएको यो ठाउँमा लगभग 16,000 बिरुवा वृक्षारोपण गरेर सक्यौँ। बिरुवा वृक्षारोपण गर्ने मात्र नभई एङ्गलहरू तथा जालीहरू ढुवानी गर्ने र तिनीहरूलाई घेराबार लगाउने काम पनि सफलतापूर्वक सम्पन्न गरियो। यो एउटा अविस्मरणीय क्षण थियो। सबैजना मिलेर इमानदारितापूर्वक काम गर्यौँ र सफल भयौँ।